सबैजनामा राधेश्याम। हामी चाहिँ आज झापादेखिको ताप्लेजुङसम्मको यात्रा छ। त्यो ताप्लेजुङ पाथिभरासम्म जाउँ भनेर हामी चाहिँ 4 जना। हेलो हामी 4 जना टक्क हिँडियो। अहिले चाहिँ भनेको हामी यो के भन्छ, यो पछाडि लेखेको मलाई पढ्न आउँदैन हैन, तर यो कन्याम भन्छन् होला। सबैले भनेअनुसार चाहिँ मलाई पनि कन्यामै जस्तो लाग्यो। म चाहिँ यतातिर, हामी 4 जना यतातिर छौँ। अब आज लगभग 5 बजेको थियो होला घरबाट हिँड्दाखेरि। यहाँ आइपुग्यो अलि थोरै समयमा, आधी 45 मिनटमा। अब यहाँबाट चाहिँ हामी जान्छौँ आज ताप्लेजुङको तल्लो फेदीसम्म। सकभर माहले फेदी गएर बस्छौँ, नभए पनि तल्लो फेदीसम्म पुग्छौँ। हामी चाहिँ अनि हिँडिएको छ टक्कसँगले आफ्नो सुरक्षा यसरी अपनाएर। 2टा भटभटे छ, 2टा भटभटेमा यसो अब यति बेला यो समयमा हामी माताको दर्शन गर्न जाँदाखेरि यसो अलि मजाले कपडाहरू चाहिँ अलि झ्याप्प लगाउनु पर्ने रहेछ, नत्र अनि चिसोले धेरै सताउँछ। यहाँ इलाम यानि कि कन्याममै यति चिसो छ भने चाहिँ ताप्लेजुङमा कति धेरै चिसो होला। त्यो ताप्लेजुङको चिसोले गर्दाखेरि